हाई फ्यामिली, नमस्ते जोजोलपमा तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अन्त फेरि लन्च टाइम भयो है, मेरो त मुकबाङ च्यानलै भइसक्यो हो। अन्त आज चाहिँ मेरो खानाको स्पेसल त केही छैन, यो प्लेन राइस भइगयो चुली देखिरहेको रहेछ है। अन्त त्यहाँदेखि यो फिस करी भयो। मलाई चाहिँ करीभन्दा पनि बेसी त अब झोलै मनपर्छ, पातला पातला। अन्त त्यहाँदेखि चाहिँ यो चाहिँ उयो फिसको अन्डाको लो भयो हो। अन्त यो भयो काँक्राको स्लाइस काटेको छु। अन्त यो चाहिँ भयो पापड, अस्ति पापड साह्रो मिस गरेको थिएँ, अन्त फेरि पकाएँ हो। अन्त 12:30 हुनु आँटेछ, तपाईँहरूको पनि लन्च टाइम भइसक्यो होला है। अब चाहिँ स्टार्ट गरौँ होला। ल आज त मैले त पानी लाइन रहेछ, पानी सुरुमा खाइनँ भने चाहिँ अड्किन्छ हो। अन्डाको चाहिँ लोको चाहिँ यो अन्डावाला चाहिँ मिठो हुन्छ हो, मलाई चाहिँ मिठो लाग्छ। हुन्छ लिए ल फर्स्ट बाइट। दुई दिन भिजाउँ कि एक दिन भिजाउँ भइरहेको छ चामल। जान्न सोसाइटी जान्न, भ्याउँदिनँ। न्याङ समाजमा पनि त उयो छ पूजा, न्याङ छिन्न भने पूजा छ नि त समाजमा, ठुलो समाजबाट हनुमानजी चाहिँ त्यहीँ त जानु पाउँदैन। अब बिहानदेखि कस्तो बिजी हुन्छ। स्पेसल कति बजी आउँछ बेलुका नि? 1 बजे नाइट सिफ्ट हो। नाइट सिफ्ट हो, 1 बजे आइपुग्छु होला, जाम भेटेन भने चाहिँ। जाम त डरै लाग्दछ। अब त्यो त दार्जिलिङमा छ, अब उताबाट यता चाहिँ थाहा भएन नि त हामीलाई। जाम भेटेन भने चाहिँ 1 बजे आइपुग्छु। फेरि उयो नानी पनि आउँछ, को रन्जन नानी। यही हाल्छ। अब बोलाउँछु। बिहानै निस्किनुपर्छ, भिड हुन्छ। पुरा भिड हुन्छ है, त्यो स्याटरडे भएर मात्रै नि, स्याटरडे चाहिँ छुट्टी हो होइन। पुरा भिड हुन्छ, सुसुरो जाने। छिटो गइरहनु, उठाइ कति बजी हुन्छ? तिमी यहाँबाट 9 बजे जान्छु, 10 बजे जान्छु भनेर हुन्छ तिमीले त। चौरस्तासम्म कहाँ डाँडा मन्दिर होइन, चौरस्तासम्म लाइन भेट्छ, त्यतिको चाहिँ भिड हुन्छ। अरू जग्गा छैन हनुमानजीको मन्दिर? छैन, उहाँ छ माथि। त्यहाँ हनुमानजीको मन्दिर मुनि मात्रै रहेछ, माथि फर्स्ट एन्ट्रीमै छ यतैपट्टि। ए बनाएछ? अरे म त एकचोटि कहाँ भनेको तिमीले? माथि पाँचीपुलको त्यहाँ होइन, टाइगर हिल। टाइगर खाना खाएर हेर न, मन्दिरको कुरा गरेको। टाइगर त थाहा छ नि। त्यहाँ पनि त्यही भिड हुन्छ नि, किन त्यहाँ मात्रै गएर भएन, सबै भगवान जानै पर्छ। त घरमा मजाले गर्छु, भइगयो अब। त्यता पनि त कुन्ताको तिमीले पनि त सबै जानु पर्यो नि। त्यही भएर त भनेको, अनि तँ भन्छस् नि बाहिरै छ भनेर। जानु चाहिँ सबै जानु पर्यो गएपछि। त्यही त भनेको। पूजा मात्रै गर्नु पाउँछ, प्रसाद चढाउनु पाउँदैन।
म चाहिँ भातसँग माछा खानु सक्दिनँ। अड्किहाल्छ। काँक्रा खाऊँ न। हिजो राति घम्ता गाडा गर्नु चल्दै थियो। भरेर केही नापेन। हरेसको लाग्छ। आएर चाहिँ त्यही भन्छ पानीको सिजन आयो भने चाहिँ त्यति झन् त्यो हरस। आपाको बिजोग देखेर त अवश्य भन्छु म त। गिलो रोटी पकाएर खानुपर्छ नि अन्त लास्टले। नखानु लागि खाएको नि त आफू लागि रोटी बनाए बस्थ्यो। बनाएर खानु मन लाग्छ न केही बनाएन। तेरिका कस्तो काँडा हो। झोल तपाईँ लाउनु पर्यो। टेस्टी भयो। आफूले खाएको आफूले बनाएको तारिफ। साथीहरूलाई छोडेको प्रेस हुन्छ मैले।
झिन्डा कति दिन आउँछ? एक दिन भन न। मोमो बनाउनु पर्ने छैन। 12 तारिक आएर 13 तारिक बसेर 14 तारिक फर्किन्छ। आज वेडनेसडे भयो, थर्सडे नै भोलि आउनुपर्छ छिटो। हुन्छ साथीहरू, मलाई यो फिस खानु चाहिँ पुरा टाइम लाग्छ, अन्त त्यसले गर्दाखेरि भिडियो लामो हुन्छ हो। त्यो भएर चाहिँ पुरा हतार हतार खानै सक्दिनँ, अड्किहाल्छ हो। अन्त हुन्छ अब तपाईँहरूको पनि लन्चहरू भइसक्यो होला है। अन्त हुन्छ अब राखेँ ल, बाई बाई, टेक केयर।